सम्पूर्णमा नमस्कार। मेरो नाम नदिमा कार्की, जियो कृषिबाट। आज चाहिँ हामी जियो कृषि चौतारी कार्यक्रम लिएर यहाँ उपस्थित भएका छौँ। आजको हाम्रो यो चौतारी कार्यक्रम चाहिँ उद्यमी सोचको विकासको बारेमा रहेको छ। आजको कार्यक्रममा जोइन हुनुभएको सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु र आज हामीलाई विज्ञको रूपमा साथ दिन आउनुभएको हाम्रो विभोर कास्ते सरलाई पनि म स्वागत गर्न चाहन्छु। त्यस्तै आज सबै विषयवस्तुलाई साङ्केतिक भाषामा ट्रान्सलेट गर्न हामीसँग जोडिनु भएको हसिना राणा म्यामलाई पनि स्वागत गर्न चाहन्छु। आजको हाम्रो कार्यक्रम चाहिँ 2 चरणमा हुनेछ। पहिलो चरणमा चाहिँ हामीलाई हाम्रो विज्ञ सरले आजको प्रस्तुतिकरणको बारेमा चाहिँ प्रेजेन्टेसन दिनुहुनेछ, यसको बारेमा बुझाउनु हुनेछ र दोस्रो चरणमा चाहिँ हजुरलाई जिज्ञासा लागेको कुराहरू सबै कुरा चाहिँ विज्ञ सरसँग सोध्न सक्नुहुनेछ। अब चाहिँ हामी ढिलो नगरिकन पहिलो चरणतर्फ लाग्नेछौँ। यसको लागि चाहिँ मैले विभोर सरलाई आफ्नो छोटो परिचय दिएर आजको कार्यक्रम सुरु गरिदिनु हुन अनुरोध गर्न चाहे। हजुर सुनिन्छ होला मैले बोलेको? हजुर, छ सर। सम्पूर्णलाई नमस्कार र जियो कृषि टिमलाई धेरै धेरै धन्यवाद मलाई आज यहाँ बोलाउनु भएकोमा। म विभोर कायस्थ म पनि आफू एउटा उद्यमीकै रूपमा विगत 7 वर्षदेखि आर्या टेक्नोलोजिज भन्ने कम्पनी चलाइरहेको छु। हाम्रो चाहिँ विशेष गरेर फाइनेन्सियल इन्क्लुजन भन्नाले वित्तीय समावेशीकरण, वित्तीय साक्षरता, यही कृषि उद्यमशीलता, साथै मानवीय सहकार्यको क्षेत्रमा हामीले चाहिँ काम गरिरहेका छौँ। र आज चाहिँ अब यही मैले आधी घन्टाको मात्रै सेसन छ। यसमा विशेष गरेर 10 मुख्य कुराहरू, 10वटा टिप्सहरू होइन, उद्यमशील मानसिकताको चाहिँ विकास गर्नलाई के गर्नुपर्छ भन्ने 10वटा टिप्स ल्याएर आएको छु। आशा गर्छु तपाईँहरूलाई यो चाहिँ उपयोगी हुनेछ यो सेसन। थ्याङ्क यू। हुन्छ सर, अब हजुरले स्लाइड सेयर गर्न सक्नुहुन्छ है? मैले हजुरको होस्ट बनाइदिइसकेँ। ओके, सुरु भइसक्यो? हजुर, हजुर। आयो होला? छैन सर। ए ओके नै। उम्, नाउ आयो होला है? ठिक छ सर, आयो अब चाहिँ। हजुर, सुरु गर्दा हुन्छ है? अब इन्ट्रोडक्सनहरू गर्ने त्यस्तो छैन नि होइन हाम्रो हजुर, हजुर। छैन, छैन, सुरु गर्नुभयो हुन्छ। ओके। सो सुरु गर्दाखेरि चाहिँ है, अब हामीले उद्यमशील भनेपछि एउटा व्यापार व्यवसाय गर्ने भनेरै उद्यमी बन्ने भनेको त्यही नै हो होइन। र हेर्दाखेरि सजिलो लाग्छ, सबैजना अरूहरूले गरेको काम हेर्दाखेरि यस्तो गर्ने त हो भनेरै सुरु गरिन्छ होइन, सजिलै छ भनेर धेरैजनाले त्यसरी नै सोच्ने गर्नुहुन्छ। तर यसमा पनि एउटा डिसिप्लिन होइन, एउटा अनुशासन चाहिँ हुन्छ। केही आफ्नो चाहिँ सोच्ने तरिका, काम गर्ने तरिकाहरू चाहिँ यसमा चाहिँ जागिर खाने भन्दा होइन, अरू काम गर्ने भन्दा उद्यमशील हुनेमा अलिकति डिफ्रेन्स छ। त्यही कुराहरूलाई चाहिँ म आज यहाँ लिएर आएको छु होइन। सर्वप्रथम चाहिँ मैले तपाईँहरूसँग यो मिथ्या भन्छ नि होइन, उद्यमशीलताको बारेमा मिथ्याहरू, भ्रामक कुराहरू चाहिँ के छन् भनेर चाहिँ म कुरा गर्छु है। फर्स्टमा चाहिँ उद्यमी हुनलाई चाहिँ जन्मजात गुण आवश्यक हुन्छ होइन। त्यो चाहिँ जन्मिँदै चाहिँ उद्यमी बनेर चाहिँ आएको हुन्छ मान्छेहरू, त्यो कुरा सिक्न सकिन्न भन्ने खालको एउटा मिथ्या छ, जुन चाहिँ यो ट्रु होइन होइन, साँचो होइन। यो अवश्य पनि उद्यमी बन्नलाई सिक्न सक्ने कुराहरू धेरै नै छन्।
अनि अर्को कुरा भनेको उद्यम गर्न अथवा उद्यमी बन्नलाई ठुलो खालको सोच हुनुपर्छ, एकदमै नयाँ खालको मौलिक विचार हुनुपर्छ भन्ने छ होइन। त्यो पनि ट्रु होइन। तपाईँले सानै कुराबाट पनि होइन, अलरेडी भइरहेकै कुराहरू पनि अरूबाट सिकेर चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ होइन। नयाँ कुरा चाहिन्छ, ठुलै कुरा चाहिन्छ भन्ने छैन। र व्यवसाय सुरु गर्न धेरै पैसा चाहिन्छ भन्ने एउटा पनि हुन्छ होइन, त्यो सोचाइ पनि छ। पैसै छैन, पुँजी बिना त कहाँ हुन्छ र व्यापार भनेर भन्छन्। तर हामीले देख्न सक्छौँ धेरै जसो चाहिँ तपाईँको चाहिँ ठुला सफल व्यापारीहरू उद्यमीहरू हेर्नुभयो भने उहाँहरूको सुरुवातमा धेरै पैसाबाट सुरु गर्नुभएको। हजुर, कसैको माइक अन भयो जस्तो चाहिँ ठिक छ धेरै सर, पैसा कन्टिन्यू गर्नु। धेरै पैसाबाट सुरु गर्नुपर्छ भन्ने छैन होइन। तपाईँले अवसरको खोजी गर्नु पर्यो, राम्रो अवसर बजारमा चाहिँ के कुरा चाहिरहेको छ होइन। त्यसबाट सुरु गर्नुभयो भने, सानै स्केलबाट गर्नुभयो भने नि तपाईँहरूले, तपाईँको चाहिँ आइडियाहरू राम्रो छ भने तपाईँहरूलाई लोन दिने होइन देखि लिएर तपाईँको आइडियामा चाहिँ लगानी गर्ने मान्छेहरू पनि प्रशस्त रूपमा पाइन्छ है। समय खाली सहकारी ढाल देना होगी। हेलो। कन्टिन्यू गर्नु सर है। म अनम्युट गरिदिइराख्छु बिच बिचमा। के अरे म म्युट गरिदिइराख्छु। अनम्युट गर्नेहरूको हजुरले चाहिँ कन्टिन्यू गर्दा हुन्छ। अनि त्यस्तै अर्को भनेको चाहिँ उद्यमी बन्नलाई ठुलो जोखिम लिनुपर्छ भन्ने खालको पनि एउटा चाहिँ कुराहरू आउँछ होइन। जोखिम लिनै पर्छ भने जोखिम त लिनै नै पर्छ होइन। तर जोखिमको पनि प्रकारहरू हुन्छ है। अब आफू नै आफ्नो घर परिवारलाई नै चाहिँ असर हुने गरेर आफ्नो मानसिक तथा शारीरिक हेल्थ होइन नै असर हुने गरेर त्यस्तो जोखिमहरू चाहिँ लिनै पर्छ भन्ने छैन है। सो सानो सानो जोखिम पनि क्यालकुलेटेड रिस्क भन्छौँ हामीले होइन। तार्किक रूपमा सोचेर चाहिँ जोखिमहरू लिएर पनि हामी सफल उद्यमी बन्न सक्छौँ है। अर्को भनेको असफल हुनु भनेको कमजोरी हो भनेर चाहिँ एउटा मिथ्या छ। तर वास्तवमा भन्ने हो भने कोही असफल भएकै छैन भने चाहिँ त्यो मान्छेले केही गरेकै छैन भनेर बुझ्नुपर्छ होइन। सुरुवात गर्दाखेरि जहिले पनि केही न केही कुरामा चाहिँ कमी भइरहेको हुन्छ, केही कमजोरी भइरहेको हुन्छ, असफलताहरू आइरहेको हुन्छ। र त्यो भनेको चाहिँ एउटा चाहिँ हाम्रो यात्राको चाहिँ एउटा पाटो हो होइन। एउटा एकदमै महत्त्वपूर्ण नै पाटो हो, किनभने असफलताले धेरै कुरा सिकाउँछ। जुन चाहिँ सफलताले सिकाउन नसक्ने कुराहरू असफलताले नै सिकाउँछ होइन। सो असफल भयो कि होइन, यसले त एउटा बिजनेस सुरु गरेको थियो गर्न सकेन, गर्न जान्दैन रहेछ, आउँदैन रहेछ, यो कमजोर रहेछ भन्ने खालको चाहिँ जुन चाहिँ सोचाइ हुन्छ त्यो चाहिँ बिल्कुलै गलत हो। त्यसपछि हामी अब पाँचवटा आधार स्तम्भ भनौँ होइन, फाउन्डेसन पिलरहरू चाहिँ हामीलाई उद्यमशील बन्नको लागि चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ हामीले चाहिँ विकास गर्नुपर्छ भन्ने कुराहरू भयो है। सो नम्बर वानमा चाहिँ हामी जिज्ञासु बन्नुपर्छ जहिले पनि होइन। अरूले जे भन्यो त्यसलाई भन्ने बानी भयो भने चाहिँ त्यस्ता व्यक्तिहरू चाहिँ उद्यमी बन्नलाई गाह्रो हुन्छ होइन। सो जे कुरा पनि हुँदाखेरि किन कसरी होइन, त्योसँग चाहिँ सम्बन्धित जोखिमहरू के छन्, यसको फाइदा के छ होइन, बजारको अवस्था के छ, मान्छेलाई चाहिँ के चाहिरहेको छ, कति पैसामा सामानहरू बिक्री भइरहेको छ होइन। यस्ता खालको कुराहरू चाहिँ हामीले जिज्ञासा चाहिँ गरिराख्नुपर्छ। जहिले पनि क्वेसन चाहिँ सोध्ने बानी चाहिँ एकदम यो मोस्ट इम्पोर्टेन्ट बानी भयो है। त्यसपछि दोस्रो भनेको हाम्रो सृजनशीलता होइन। अब सृजनशीलता नै हो है उद्यमी भनेको। अब अरूको चिज कपी पेस्ट गऱ्यो भने के हुन्छ, अरूले जे गरिरहेछ त्यही गर्न खोज्यो भने चाहिँ हाम्रो चाहिँ ठ्याक्क अब होइन, सबै कुरा त कपी गर्न पनि सकिँदैन। अनि त्यो बिजनेस चलाउनलाई चाहिने सानो सानो कुराहरू है, सानो सानो कुराहरू चाहिँ त्यो एक्ज्याक्ट कपी पनि गर्न सकिँदैन, त्यो धेरै फ्याक्टरले असर गर्छ। सो हरेक ठाउँमा चाहिँ हामी आफै सृजनात्मक भएर चाहिँ होइन, कुन कुन चाहिँ समस्यालाई कसरी चाहिँ समाधान गर्न सक्छौँ भन्ने खालको चाहिँ त्यो क्रिएटिभिटी चाहिँ हाम्रो सृजनात्मक बन्न सक्ने क्षमता चाहिँ हामीलाई चाहिन्छ होइन। बजारमा केही समस्या देखियो त्यसलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ भनेर आफैले चाहिँ सोचेर सृजनात्मक चाहिँ सल्युसन ल्याउन सक्नुपर्छ हामीले। तेस्रो भनेको समालोचनात्मक सोच है। यो भनेको क्रिटिकल थिङ्किङ भन्छ, हामी विश्लेषण गर्न सक्नु पर्यो होइन।
हामीले चाहिँ यो किन भइरहेछ, योसँग चाहिँ के कुराहरू सम्बन्धित छ। कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो एउटा समस्या हुन्छ अगाडि, त्यसलाई चाहिँ तिनवटा डिफ्रेन्ट समाधानलाई हामीले चाहिँ एउटै ठाउँमा ल्याएर चाहिँ समाधान गर्न सक्छौँ होइन। सो यो तिनवटा चिजहरू के हो होइन, त्यसको फाइदा बेफाइदाहरू यो सबै कुरा चाहिँ हामीले विश्लेषण गर्न सक्ने चाहिँ सोचाइको चाहिँ एउटा विकास गर्नुपर्छ। अर्को भने दृढता। दृढता अब यसलाई रेजिलियन्स भन्छ इङ्ग्लिसमा, अब नेपालीमा उत्थनशीलता पनि भन्ने शब्दहरू युज गरेछ, तर मैले चाहिँ यहाँ दृढता भनेर राखेको छु। अथवा अब सिम्पल भाषामा नेपाली भाषामा भन्दाखेरि चाम्रो बन्ने भन्छ नि मान्छे होइन, जति गर्दाखेरि पनि ज्याद्रो चाम्रो भन्छ नि होइन, त्यो खालको चाहिँ हुनैपर्छ कि एउटा सानतिनो हुन्छ नि, पैसा अड्क्यो, पैसा टाइममा आएन, अथवा केही कुरा असफल भइयो भनेर त्यसमा टेन्सन लिएर बस्ने, निद्रै सुत्नै नसक्ने खालको मान्छेहरू चाहिँ अन्टरप्रेनर बन्न सक्दैनन्, उद्यमशील उद्यमी बन्न सक्नु हुँदैन होइन। सो एउटा चाहिँ एउटा मानसिक चाहिँ तपाईँहरूलाई यो मानसिक रूपमा आफू बलियो पनि हुनुपर्छ होइन। किन भन्दाखेरि गाह्रो बाटो हो उद्यमशीलता भनेको। आज एकदम राम्रो लागिरहेको हुन्छ, भोलि त्यही कुरा चाहिँ झन् हुन्छ नि गाह्रो पार्न सक्ने कुराहरू पनि आइरहेको हुन्छ बिजनेसमा होइन। एभ्री डे दिनदिनै चेन्ज भइरहेको हुन्छ, दिनभरिमा पनि चेन्ज हुनसक्छ। बिहान राम्रै भइरहेको होइन, साँझतिर पुग्दाखेरिसम्म आफूले नसोचेको कुराहरू हुनसक्छ होइन। तर त्यो त्यो यी सबैलाई चाहिँ आफूले चाहिँ होइन मानसिक रूपमा चाहिँ अथवा साइकोलोजिकल रूपमा मनोवैज्ञानिक रूपमा चाहिँ आफू चाहिँ बलियो हुनु चाहिँ एकदमै जरुरी छ। अ, र लास्ट भनेको चाहिँ जिम्मेवारी र उत्तरदायित्व है। अब हामी के सोध्छौँ भने किन उद्यमी बन्नुभएको अथवा अन्टरप्रेनर बन्नुभएको भनेर सोद्धाखेरि फ्रिडमको लागि, म अर्काको अन्डरमा काम गर्न सक्दिनँ, त्यही मलाई फ्रिडम चाहिएर म अन्टरप्रेनर बने। तर अन्टरप्रेनर बन्नु भनेको झन् धेरै जिम्मेवारी र झन् झन् धेरै चाहिँ उत्तरदायित्व चाहिन्छ। किनभने अब जागिर खाने बेलामा एउटा हाकिम होला होइन, अब तपाईँले बिजनेस सुरु गर्नुभयो भने तपाईँको जति ग्राहक भयो सबैजना तपाईँहरूको हाकिम जस्तै भयो अब होइन। उहाँहरूलाई खुसी पार्नु पऱ्यो होइन, उहाँहरूलाई क्वालिटी दिन्छु भने चाहिँ क्वालिटी दिनु पऱ्यो, टाइममा दिन्छु भने चाहिँ टाइममा दिनु पऱ्यो होइन। ती सबै कुराको चाहिँ आफू चाहिँ एकदम जिम्मेदार र उत्तरदायी चाहिँ बन्नै पर्छ होइन। त्यो नभयो भने हाम्रो चाहिँ के हुन्छ, ब्रान्ड भन्छ नि हामीले होइन, हाम्रो प्रति अरूले कसरी चाहिँ सोच्नुहुन्छ भन्ने कुरा चाहिँ त्यो बिग्रिँदै गयो भने हामी सफल उद्यमी बन्न सक्दैनौँ है। सो यो पाँचवटा कुरा चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट हामीले सोच्नुपर्ने कुराहरू हो। र हरेक पाइलामा चाहिँ मैले चाहिँ यो कुराहरू चाहिँ फलो गरिरहेको छु कि छैन भनेर चाहिँ हामीले आफूलाई होइन आत्मालोचना गर्ने, रिफ्लेक्ट गर्ने कामहरू चाहिँ गर्नुपर्छ। अब टिप्सहरूमै जाऊँ है। टिप्स टिप वानमा जाउँ। सो यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा हो जस्तो लाग्छ टिप वानमा दिएको। अब बजारै नबुझेर हामीले चाहिँ समाधानहरू क्रिएट गरिरहेको हुन्छौँ क्या। अब मलाई अहिले पनि अब कतिजना हामीभन्दा जुनियर भाइ बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूले कल गर्नुहुन्छ, यस्तो यस्तो देखेँ मैले, अनि मैले यस्तो गरेँ भने चाहिँ समाधान हुन्छ भनेर निकालेँ भनेर भन्नुहुन्छ कि। तर त्यो एकचोटि सोचेर मात्रै हुने कुरा होइन। तपाईँले पहिला चाहिँ त्यो समाधान कसले चलाउँछ, उहाँहरूले अहिले के गरिराख्नु भएको छ होइन, उहाँको समस्या छ कि छैन साँच्चीकै होइन, उहाँको चाहना के हो, उहाँहरूको डरहरू के हो होइन, दुःख कहाँ परेको छ भन्ने कुरा चाहिँ राम्ररी चाहिँ आफ्नो ग्राहकको, आफ्नो यो बजारको चाहिँ समस्याहरूदेखि लिएर यो सबै चाहना विश्लेषण यो सबै चाहिँ पहिलो फर्स्टमा गर्नुपर्ने कुरा त्यहाँ हो। प्रडक्ट बनाउने भन्दा पनि तपाईँले चाहिँ कसलाई चाहिँ आफ्नो सेवा अथवा आफ्नो उत्पादन कसका लागि बनाइराख्नु भएको छ, र उहाँहरूको समस्या त्यसले सल्भ गर्छ कि गर्दैन, के समस्या छ भन्ने खालको कुराबाट चाहिँ तपाईँहरूले जहिले पनि सुरुवात गर्नुपर्ने त्यहाँबाट हो है। अनि त्यस्तै गरेर प्रतिस्पर्धी विश्लेषण होइन। प्रतिस्पर्धी विश्लेषण भनेको चाहिँ अहिले त्यही समस्या समाधान गर्नको लागि चाहिँ तपाईँको जुन चाहिँ ग्राहकहरू हुनुहुन्छ, सम्भावित ग्राहक, उहाँहरूले चाहिँ कसको चाहिँ उत्पादन अथवा सेवाहरू चलाइराख्नु भएको छ होइन, कति पैसा तिरेर चलाइराख्नु भएको छ होइन, उहाँहरूलाई त्यसमा सजिलो चित्त बुझेको छ कि छैन, उहाँहरूलाई सजिलो भएको छ कि छैन होइन, त्यो कुरा क्वालिटीको छ कि छैन, यी सबै कुरा तपाईँको प्रतिस्पर्धीहरूले कुन क्वालिटीको
सामान दिइरहेछन्, सेवाको चाहिँ स्तर कस्तो छ, त्यसको मूल्य कति छ, होइन? यी कुराहरू चाहिँ सबै बजारको विश्लेषणभित्रै पर्छ र यो बजार चाहिँ हामीले बुझ्ने कुरामा प्रतिस्पर्धी पनि हामीले बुझ्नु पर्यो। यो सबै कुरा हेरिसकेपछि त्यहाँ केही न केही ग्याप भेटाउन सक्छौँ हामीले, होइन? अहिलेको प्रतिस्पर्धीहरूले चाहिँ यो गरेको छैन रहेछ, होइन? अथवा अहिले गरिरहेको भन्दा मैले चाहिँ फाइदा राखेर पनि अझै कम मूल्यमा दिन सक्छु भन्ने पनि आउन सक्ला विश्लेषण गर्दाखेरि, होइन? सो यस्तो खालके विश्लेषणबाट आएको कुराहरू चाहिँ अवसर भयो क्या। ओ बल्ल अब चाहिँ अब मैले यस्तो सामान बनाएर यति मूल्यमा यसरी बेच्न थालेँ भने चाहिँ, होइन, यो चाहिँ समाधान हुन सक्छ भन्ने कुरा चाहिँ बल्ल त्यसपछि चाहिँ तपाईँले कस्तो उत्पादन बनाउने, कस्तो सेवाहरू बनाउने भनेर चाहिँ बल्ल त्यसपछि तपाईँहरू अगाडि बढ्न सक्नुभयो क्या, होइन? पहिला अब यहाँ मिस्टेक चाहिँ के हुन्छ भने जहिले पनि आफूले केही सोचिन्छ, घरै बसेर सोचिन्छ, अलिकति सोचिन्छ, दुई चारजनासँग कुरा गरिन्छ, अनि हुन्छ हुन्छ भनेर सुरु गर्ने, बिजनेस सुरु गर्ने भन्ने हुन्छ, होइन? त्यो चाहिँ हुँदैन। जहिले पनि ग्राहक बुझ्नै पर्यो, उहाँको समस्या बुझ्नै पर्यो, उहाँको चाहना बुझ्नै पर्यो, प्रतिस्पर्धी बुझ्नै पर्यो। त्यसका आधारमा अवसर पहिचान गरी चाहिँ बल्ल सेवा तथा उत्पादनहरूको विकास गर्नुपर्छ, है। अब दोस्रो, होइन, अब सबै काम गरिसकेपछि लास्टमा चाहिँ ब्रान्डिङ गर्ने भनेर भन्छन् नि हामीले, होइन? ब्रान्ड बनाउने भनेको एउटा नाम, लोगो यस्तो केही बनाएर अनि टाँसेर दिउँ भनेर भन्ने हुन्छ, होइन? तर ब्रान्डको अर्थ त्यो होइन। त्यो एउटा मेबी तपाईँलाई चिनाउने एउटा केही लोगो होला, नाम होला, त्यो आफ्नो ठाउँमा छ। तर मान्छेले ब्रान्ड भन्नासाथ, अब फर एक्जाम्पल हाम्रो आर्या टेक्नोलोजिज भन्ने कम्पनी छ भने त्यो सोच्नासाथ के आउँछ त मान्छेको दिमागमा भन्ने, त्यो पहिचान बनाउनु पर्यो, होइन? अब जस्तै अब एक्जाम्पलको लागि हाम्रो सेक्टरमा भएको धेरै कम्पनीहरूले चाहिँ ग्रान्टहरू पाउनुहुन्छ, होइन, अनुदानहरू पाउनुहुन्छ। अब मैले चाहिँ एउटा के छुट्टै पहिचान बनाएको छु भने हामीले अहिलेसम्म केही पनि अनुदान लिएको छैन, अनुदान बिनै चलाइरहेको यो चाहिँ एउटा सस्टेनेबल दिगो चाहिँ व्यापार बनाउन सफल भएको छ हामी कुनै पनि अनुदान बिना भनेर, त्यो मैले एउटा पहिचान बनाएँ। अब मान्छेहरूले सोच्ने बेला आर्या टेक्नोलोजी उहाँहरू भनेको चाहिँ कुनै पनि अनुदान नलिएर बनेको कम्पनी एउटा हुनसक्छ। अर्को दोस्रो भनेको चाहिँ विशुद्ध सर्भिस चार्जमा चाहिँ उहाँहरूले चाहिँ सस्तोमा गरिदिनुहुन्छ भन्ने खालको एउटा पहिचान बनाउन सकिएला। अथवा गुणस्तरको मामलामा केही कम्प्रोमाइज हुँदैन त्यहाँ। जस्तै अब मेड इन जापान भनेपछि हामी एकदमै ओहो जापानिज सामान चाहिँ आँखा चिम्लेर किने हुन्छ मेड इन जापान भनेर भन्छ नि त। किन भन्दाखेरि अब जापानको मेड इन जापानको ब्रान्ड पहिचान कस्तो बन्यो भन्दाखेरि त्यहाँ क्वालिटीको कम्प्रोमाइज हुँदैन, क्वालिटी कन्ट्रोल, क्वालिटी असुरेन्स, होइन, त्यो एकदमै राम्ररी गर्नुहुन्छ भन्ने पहिचान बनाइसकेको हुन्छ, होइन? सो अब हाम्रो पहिचान कस्तो बनाउने हो त, होइन? अघि हामीले बजारको विश्लेषणहरू गरिसक्यौँ, त्यहाँनिर अवसरहरू के भन्ने पाइसक्यौँ। अब हामीले चाहिँ ग्राहक समक्ष पुग्ने बेला के भनेर पुग्ने, सस्तो भनेर पुग्ने कि गुणस्तरीय भनेर पुग्ने कि, होइन, अम, धेरै कुरा फिचरहरू धेरै एउटैमा समावेश भएको भनेर पुग्ने कि, सजिलो पाउन चाहिँ त्यो सेवा पाउनलाई निकै सजिलो छ, धेरै यताउता पेपर वर्कहरू गरिराख्नु पर्दैन, अनलाइनबाटै गर्न मिल्छ भन्ने खालको बनाउने कि, होइन, पहुँच चाहिँ चाँडो हुन्छ उहाँहरूको, होइन, हाम्रो धेरै एजेन्टहरू छ, हाम्रो चाहिँ अब सामान बनाएको छौँ अब त्यो पसल पसलमा पाइन्छ भन्ने खालको ब्रान्ड बनाउने हो कि, है? अब कस्तो खालके ब्रान्ड बनाउने त्यो अप टु यु। तपाईँहरूको चाहिँ बजार विश्लेषणबाट आउने कुराको अनुसार तपाईँले चाहिँ पहिले सुरुमै म चाहिँ यस्तो खालके चाहिँ बन्छु, होइन, मलाई चाहिँ बजारमा यो भनेर चिनिने ब्रान्ड बन्छु भनेर पहिल्यै हामीले त्यसरी सोच्नु पर्यो, है? अनि त्यसपछि एउटा कथा हुनसक्छ, होइन, त्योसँग जोडिएको कथा हुनसक्छ। जस्तै तपाईँले किन सुरु गर्नुभयो त यो, होइन? अब कसैको चाहिँ व्यक्तिगत कथा पनि हुन्छ कि आफूले दुःख पाएको अनि त्यो दुःख पाउँदाखेरि चाहिँ यसो हेर्दाखेरि म जस्तै अरू ग्राहकले पनि दुःख पाइरह होला नि त, अनि त्यो समस्या चाहिँ हामी समाधान गर्छु भनेर चाहिँ काम सुरु गर्नुभएको हुन्छ, होइन? एउटा कथा, केही न केही कथा चाहिँ किन सुरु गरियो त भन्ने खालको कथा एउटा चाहिँ त्यो आफ्नो ब्रान्ड पोजिसनिङ भन्छ हामीले, होइन, त्यो एउटा कथा चाहिँ बनाउनु पर्यो तपाईँहरूले। र किन तपाईँ, होइन, तपाईँकै ब्रान्डलाई किन रोज्ने भन्ने चाहिँ उत्तर पाउनु पर्यो त्यो कथाले, तपाईँको त्यो जुन चाहिँ ब्रान्ड पहिचानले त्यो उत्तर पाउनु पर्यो। र जसबाट बिस्तारै मान्छेहरूमा विश्वास जाग्दै जान्छ तपाईँप्रति, होइन? जस्तै हामीले बाजेको सेकुवा भन्छौँ, बाजेको पेडा भन्छौँ, होइन? त्यो भन्नुको कारण किन हो त, होइन? तराईतिर गयो भने बाजेको पेडा ल्याउनै पर्यो भने एउटा विश्वास हो, त्यो मिठो हुन्छ, राम्रो हुन्छ, क्वालिटी हुन्छ भन्ने, होइन? सो त्यो विश्वास चाहिँ क्रिएट गर्नेमा अन्टरप्रेनर हामी उद्यमीले चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा त्यो पनि हो, है? अब यो अघि पनि आइसक्यो जिज्ञासा, है? यो जिज्ञासा चाहिँ किन भनेर सोध्ने, किन किन तपाईँले यो सामान किन किन्नु भयो? तपाईँले कसैले त्यहाँ गाली गरिरहेछ, होइन, यो मन परेन मलाई भने किन मन परेन?
होइन। अब गएर उल्टै जस्टिफाई गर्ने भन्छ नि, होइन मेरो गोरुको 12 टका मेरो राम्रो भन्नुभन्दा नि के समस्या पर्यो त खासमा, के हो त, होइन सरी भनेर हुन्छ के भनेर हुन्छ, के हो त समस्या, किन तपाईँलाई चाहिँ चित्त बुझेन अथवा किन चित्त बुझ्यो, होइन यस्ता खालको कुराहरू चाहिँ मजाले सोध्नुभयो भने बिस्तारै आफ्नो बिजनेसलाई तपाईँले चाहिँ बेटर होइन राम्रो बनाउँदै जान सक्नुहुन्छ है। अनि बजारको व्यवहारको अवलोकन भयो, होइन ट्रेन्ड भन्छ नि हामीले, होइन अब आजकल त अनलाइनहरू पनि छ है। अब एकै दिनमा चाहिँ इयरफोन होइन 4 करोडको इयरफोन बिक्यो भन्ने खालको चाहिँ त्यहाँनिर न्युजहरू आइरहेको हुन्छ है। अनि त्यो भनेको के हो त, बजारको व्यवहारमा चाहिँ मान्छेहरू अलिकति बढी इलेक्ट्रोनिक्सतिर लागेछन्, होइन मान्छेहरूको चाहिँ टेस्ट यस्तोतिर गएछ। अब पहिला पहिला तारवाला हेडफोन लाउँथे, अहिले चाहिँ ब्लुटुथवाला हेडफोन लाउन थालेछन्, होइन यस्तो खालके चाहिँ ट्रेन्डहरू आइरहेको हुन्छ। अब तपाईँहरूको बिजनेसमा पनि ट्रेन्डहरू आइरहेको हुन्छ, त्यो ट्रेन्डहरू चाहिँ के भइरहेछ, मान्छेहरूले कसरी व्यवहार गरिराख्नु भएको छ भन्ने खालको कुराहरू भयो। अनि त्यही अनुसार चाहिँ त्यो जिज्ञासाले तपाईँहरूलाई अझै धेरै अवसरहरू चाहिँ पहिचान गर्ने बाटोहरू दिन्छ। अर्को भनेको छिटो छिटो कार्य गर्ने भनेको है, यो भन्नुको अर्थ केही पनि नमिलाएर जे पायो त्यही गर्नु भनेको होइन। तर अब सबै पर्फेक्ट बनाएर मात्रै म बजारमा जान्छु भनेर सोच्नु भयो भने चाहिँ बजारमा अरू कोही आइसकेका हुन्छ, अरू कसैले ब्रान्ड बनाइसकेका हुन्छ, अरू कसैले चाहिँ विश्वास जित्न थालिसकेका हुन्छ, होइन। सो तपाईँले पूर्ण रूपमा सबै मिलाएर गर्छु भन्दा पनि थोरै ल है। अब जस्तै एउटा फोनको कुरा गरौँ, एक्जाम्पल दिन्छु म, होइन आजकलको फोनमा के गर्न सकिन्छ, फोनमा कुरा गर्न सकिन्छ, फोनबाट फोटो खिच्न सकिन्छ, फोनबाट भिडियो कल गर्न सकिन्छ, होइन गेम खेल्न सकिन्छ, धेरै कुरा गर्न सकिन्छ नि फोनमा। तर अब तपाईँ फोन बनाउने भनेर यो सबै बनाएर गर्छु भने नै अरूले अब फोनमा कुरा गर्न मिल्ने मात्र फोन बनाएर त्यहाँ बेच्न थालिसकेको हुन्छ, होइन तपाईँ ढिलो हुनुभयो, अवसर गुम्यो। त्योभन्दा फर्स्टमा के हो त, फोनमा चाहिने भनेको फोन भनेको कुरा एकअर्कासँग कुरा गर्नलाई चाहिने त्यति फिचर बनाएर सुरु गर्नु पर्यो फर्स्टमा है। त्यो त चाहिने कुरामा फोनमा त अब भिडियो नभए पनि होला नि त, फोटो नभए पनि होला नि त, फोन भनेको तर कुरा गर्नलाई हुने। अब त्यो कुरा गर्न सक्ने जति फोन बनेपछि तपाईँको सामान बन्यो, त्यसलाई टेस्टिङ गर्न थाल्नुहोस्, होइन त्यो प्रोटोटाइप बन्यो, त्यसपछि त्यसलाई परीक्षण गर्ने, त्यो परीक्षणबाट केही सिकाइ आउँछ, होइन अब तपाईँले त्यो बजारमा लग्नुभयो, मान्छेहरू चलायो, यसमा त एउटा भिडियो कल पनि गर्ने भए राम्रो हुन्थ्यो नि भनेर आउला क्या त्यसपछि। अनि त्यसपछि त्यो कुराको सिकाइको आधारमा तपाईँले दोस्रो भर्सन बनाउनु ल फोनमा अब एउटा क्यामेरा पनि राख्यौँ हामीले, त्यसपछि यो पनि राख्यौँ त्यो पनि राख्यौँ, बिस्तारै बिस्तारै बनाउँदै गयो भने त्यसले फाइदा गर्छ, होइन। अब त्यो एकैचोटि सबै हालेर अगाडि बढ्छु सबै पर्फेक्ट बनाएर अगाडि जान्छु भने नि कहिले पनि अगाडि बढिन्न। र उद्यमीलाई सबैभन्दा घाटा हुने काम भनेकै अगाडि बढ्न नसक्नु, अड्किनु भनेको सबैभन्दा होइन तपाईँहरूको अनुभव पनि होला नि त, यो गर्ने 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 भन्दै अड्या अड्कै हुने, होइन त्यो चाहिँ किन हुन्छ भने एकदम पर्फेक्ट बनाउँछु सबै कुरा समावेश गरेर बनाउँछु भने नि त्यस्तो हुन्छ है। सो मिनिमम बनाउने पहिला, अनि कसैले माग्यो एक दुईजनाले माग्यो भन्दैमा त्यो नयाँ फिचर हालिहाल्नुपर्छ, नयाँ किसिमको बनाइहाल्नुपर्छ भन्ने पनि छैन। धेरै होइन सबै ठाउँमा जाँदाखेरि तपाईँले 100जनासँग कुरा गर्नु, 100जनाले नै ल क्यामेरा पनि चाहिने भन्न थालेपछि बल्ल अनि त्यसपछि ल क्यामेरामा जाउँ है, किनभने बजारको माग रहेछ अब जाउँ भनेर बजारको माग अनुसार तपाईँ जाने है। र छिटो छिटो काम गर्दै जानु पर्यो, यो परीक्षण गर्ने सिक्ने त्यसबाट, होइन बजारको फिडब्याकहरू सुन्ने, त्यसपछि त्यसमा सुधार गर्ने है। त्यो त्यो हिसाबमा हामी अगाडि जानु पर्यो। त्यो अघि दृढता दृढता भनेर भनेको थिएँ है, अलिकति मलाई प्रनाउन्स गर्न गाह्रो भएछ। दृढ सङ्कल्प भन्छ नि, होइन दृढ दृढ हुनु क्या, अलिकति ज्याद्रो बन्नुपर्छ अथवा चाम्रो बन्नुपर्छ, होइन यस्तो खालका शब्दहरू युज हुन्छ हाम्रो गाउँघरमा, होइन त्यो भनेको कुरा सिधा कुरा असफल भइन्छ, नहुने होइन। असफल भनेको यसबाट यो असफलताबाट मैले यो 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 सिकेँ। अब हुन सक्ने कुराहरू एक नम्बर, मैले विश्वास गर्नु नहुने मान्छेलाई विश्वास गरेँ होला, होइन मैले अलिकति उसको चाहिँ होइन हिस्ट्रीहरू यस्तो खोताल्नु पर्ने थियो, त्यो खोतालेको भए चाहिँ मैले सायद उसँग काम गर्दैन थियो होला, सिकाइ भयो एउटा। अबदेखि काम गर्ने बेला म चाहिँ मान्छेहरू के छ कस्तो छ भनेर राम्ररी बुझेर मात्रै चाहिँ उनीहरूसँग काम गर्छु भन्ने होला। अर्को भनेको पैसै सक्यो, काम गर्दा गर्दा पैसै पुगेन भनेपछि सञ्चालन खर्चमा मैले कन्ट्रोल गर्नुपर्ने थियो, मैले धेरै खर्च गरेँ, मलाई पुगेन पैसा भन्ने होला, होइन। सो त्यस्तो खालको कुराहरू चाहिँ यो सिकाएँ, नेक्स्ट टाइम गर्दाखेरि म विश्वासिलो मान्छेसँग काम गर्छु, नेक्स्ट टाइम गर्दाखेरि म सञ्चालन खर्च कम गर्छु भनेर चाहिँ यो सिकाइहरूलाई चाहिँ आफूले लिएर अगाडि बढ्नु पर्यो। अर्को भनेको यो थेग्नै नसक्ने थेगिने जोखिम नलिने, जोखिम त लिनुपर्छ, होइन तर के हो भन्दाखेरि आफ्नो घर खेतै जाने, आफ्नो परिवार नै रोडमा आउने
गरेर टेन्सन लिने खालको जोखिमहरू लिनु भएन। जोखिम लिने भने कति यत्तिको जोखिम भनेको ल मेरो लाइफ मेरो जीवनको 1-2 वर्ष जाला यसमा र मैले बचाएको पैसा यति जाला भनेर होइन त्यतिको चाहिँ आँट लिएर गर्न सक्ने त्यो गइहाल्यो भने पनि तपाईँको जीवनमा धेरै ठुलो चाहिँ त्यहाँनिर चाहिँ उथल पुथल नहुने खालको जोखिम मात्रै लिनु पर्यो होइन। सबै घर खेत नै ब्याङ्कमा राखेर अनि त्यसपछि केही कहिले पहिला थाहा नै नभएको कुराहरू गर्न थाल्यौँ त्यसमा चाहिँ होइन जोखिम भनेको के हुन्छ के हुन्छ आफ्नो हातमा मात्रै हुन्न होइन। अस्ति जेनजी आन्दोलन भयो के हुन्छ थाहा नै हुँदैन होइन। अब त्यो केही भइहालेर त्यो जोखिम चाहिँ तपाईँको टाउकोमा आयो र तपाईँको जीवनमा धेरै नै टेन्सन हुन्छ भने त्यस्तो खालको जोखिम नलिने। अर्को भनेको यस्तो खालके टेन्सन लियो भने कसरी काम गर्नु सकिन्न। त्यही टेन्सनमा बसिरहेको हुन्छ मान्छे ला यो बिग्रियो भने त मेरो चाहिँ यो बर्बादै हुन्छ भने बर्बादै हुन्छ भन्ने दिमागमा राखेर अगाडि बढ्यौँ भने त हामीले काम गर्नै सक्दैनौँ होइन। सो त्यो लेभलको जोखिम पनि हामीले लिनु भएन है। अनि अर्को भनेर डर र लोभको आधारमा होइन विश्लेषण र तार्किक सोचको प्रयोग गरेर निर्णय लिने बानी भयो भने हामी आफै रेजिलियन्ट हुन्छौँ क्या है। कसैले हामीलाई चाहिँ डर देखाएर लोभ देखाएर चाहिँ हामीलाई फसाउन सक्दैन है। भन्नुको अर्थ के भने डर भने कस्तो भने आज चाहिँ तपाईँले यसमा लगानी गर्नु भएन भने भोलि त हुन्न भन्ने खालको मान्छेहरू धेरै भेटिन्छ। अनि ए ला 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 छुट्टिन्छ भन्ने डर क्या होइन। ला आज मैले हालिनँ भने त भोलि त के हो भन्ने खालको त्यो डरबाट मान्छेहरूले चाहिँ डिसिजन लिएर हुन्छ। अर्को भनेको लोभ ए आज हाल्नुभयो भने होइन सुनिन्छ नि होइन अहिले यो जग्गा किन्नुहोस् 2 करोडमा अनि त्यसपछि म चाहिँ तपाईँको 6 महिनापछि मै किनिदिन्छु 2.5 करोडमा भन्ने यस्तो यस्तो खालको लोभहरू पनि देखाइरहेको हुन्छ मान्छेहरूले एक्जाम्पल दिएको होइन। सो यस्तो खालको डर र लोभ भन्दा पनि तपाईँले सोच्ने बेला यो 2 करोड त्यहाँ हाल्नु ठिक छ कि छैन यो मान्छेले किन्छु भनेछ कसरी किन्छ यो मान्छे भएन भने के गर्ने यो भेटिन्छ भेटिन्न थाहा छैन। त्यो 2 करोड मैले कहाँबाट ल्याउँछु त्यसको ऋणको चाहिँ मैले ब्याज कति तिर्नुपर्छ त्यो 2 करोड लिएपछि त्यो जग्गा भाडामा जान्छ कि जाँदैन भाडामा गयो भने कति आउँछ महिनाको 10,000 पनि आउँदैन भने के काम होइन। अब यस्ता खालका चाहिँ विश्लेषणहरू हुनसक्छ। अब त्यो विश्लेषण र तार्किक सोच प्रयोग गरेर चाहिँ निर्णय गर्नुभयो भने तपाईँ आफै रेजिलियन्ट हुनुहुन्छ। कसैको डर अथवा डर धम्की अथवा लोभकोमा चाहिँ फस्नु हुँदैन है। अनि भावनात्मक रूपमा मजबुत हुनु पर्यो होइन। अब जतिले अब भन्यो नि अघि कस्टमर आएर गाली गर्छ उफ्रिन्छ त्यो हुन्छ तर हामीले त्यसमा चाहिँ स्ट्रङ भएर होइन के चित्त बुझेन छ मेरो ग्राहक हो चित्त बुझेन छ के बुझेन छ भनेर स्ट्रङ भएर राम्रोसँग संवाद गर्न सक्नु पर्यो। उल्टै गाली गलोच गर्नु भएन होइन। नेपालमा कस्टमर भने के भन्छ कष्ट पाएर मर भन्छ नि होइन त्यस्तो चाहिँ बन्नु भएन हामी होइन कष्ट दिनु भएन। राम्ररी चाहिँ सबै कुराहरूलाई सुन्नु सुन्नु पर्यो होइन मजबुत हुनु पर्यो आफू। अनि केही लडिहाल्यो असफल भइहाल्यो भने छिटो म कसरी उठ्न सक्छु यो बिजनेस फेल भयो अर्को कसरी सुरु गर्ने होइन त्यो कुरा चाहिँ आफू चाहिँ त्यो प्लान चाहिँ हुनु पर्यो छिटो उठ्न सक्ने क्षमता चाहिँ बनाउनु पर्यो। अनि अर्को भनेको उपदायता सोच्नुहोस् भ्यालु क्रिएसन भनेर भनिरहेछ होइन। तपाईँले जे पनि बनाउनुहुन्छ उत्पादन गर्नुहुन्छ सेवा त्यसको भ्यालु हुनु पर्यो क्या महत्त्व हुनु पर्यो त्यो महत्त्वपूर्ण हुनु पर्यो। जसले किनिरहेछ उसलाई चाहिँ ए यो उपयोगी छ यो चाहिँ महत्त्वपूर्ण छ भन्ने त्यो फिलिङ आएन भने जे बनायो नि कामै लागेन नि त होइन। सो समस्यामा ग्राहकको समस्यामा केन्द्रित भएको समाधानहरू बनाउनुहोस् होइन। मूल्य त्यसको चाहिँ होइन अब सल्भ त गरिदिनु भयो तर त्यो सल्भ गर्ने बेला त्यसमा चाहिँ स्याटेलाइट चाहिन्छ रकेट चाहिन्छ 1 अर्ब रुपियाँ चाहिन्छ भन्यो भने त त्यसको काम भएन नि त होइन। त्यो समस्या सल्भ हुने खालको उपयोगी पनि हुनु पर्यो एट द सेम टाइम त्यसको मूल्य पनि जस्टिफाई हुनु पर्यो है। त्यसको मूल्य म यतिमा यो समस्या समाधान गर्नको लागि म यति पैसा तिर्न तयार छु भन्ने खालको चाहिँ समस्या। त्यसरी चाहिँ जहिले पनि बनाउँदाखेरि प्रडक्ट बनाउँदाखेरि सर्भिस बनाउँदाखेरि यो सोचाइलाई चाहिँ हामीले भ्यालु क्रिएसन भन्छौँ होइन त्यो हिसाबले हामी सोच्नै पर्यो। अर्को भनेको निकै गाह्रो कुरा हो यो क्यास फ्लो भन्छ हामीले होइन अथवा नगद प्रवाह होइन। नगद किनभने बिजनेसमा चाहिने भनेको नगदै हो लास्टमा गएर होइन। नगद छ भने आश छ नगद छैन भने केही पनि छैन होइन। सो त्यो नगद चाहिँ आफूसँग चाहिँ हातमा कति ठिक्क धेरै नगद जम्मा गरेर राखेर पनि भएन किन भन्दाखेरि त्यो नगदलाई त हामी लगानी गर्न सक्छौँ होइन स्टाफ राख्न सकौँला के होला होइन। सो ठिक्क गरेर चाहिँ कति चाहिँ नगद हाम्रो चाहिँ भित्र आइरहेछ बाहिर गइरहेछ यसलाई चाहिँ राम्ररी चाहिँ हामीले ट्र्याक गर्न सक्नु पर्यो है। ट्र्याकिङ भन्छ हामीले आयो भयो नगद प्रवाह भित्रिने नगद प्रवाह बाहिरिने यो सबै ट्र्याकिङ गर्न सक्नु पर्यो। अर्को भनेको सञ्चालन खर्चलाई कम गर्ने हामीले पहिले चाहिँ झिल्के मिल्के धेरै ठुलो उ गरेर होइन अब
भाडामा घरहरू लिएर अब केही हुन्छ नि धेरै स्टाफ राखेर काम सुरु गरौँला, अनि त्यसपछि त्यो सबै भएको पैसा जति त्यसमा जाला, अनि त्यसपछि त्यसले त केही पनि क्रिएट गर्दैन होइन, त्यो त एकचोटि गयो चाहिँ गयो, सक्यो होइन। सो ठिक्क आफूलाई कति चाहिन्छ होइन, एकदमै मिनिमल अपरेसन कस्टमा चाहिँ बस्नु सक्नु पऱ्यो। मासिक रूपमा जे खर्च हुन्छ हाम्रो त्यसलाई चाहिँ एकदम सकेसम्म कन्ट्रोल गर्ने होइन। कन्ट्रोल गर्ने भनेको फेरि कामै गर्न नसक्ने गरेर त गर्नु भएन होइन। तर के हो प्रायोरिटी एकदम चाहिने कुराहरूमा चाहिँ हामीले सञ्चालन खर्चहरूमा ध्यान दिनुपर्छ होइन। त्यस्तै गरेर आपतकालीन कोष भनेर एउटा बनाउन सक्नु पर्यो। त्यो भनेको चाहिँ मेबी ल बिजनेसै आउनु छोड्यो, व्यापारै भएन हाम्रो चाहिँ, केही न केही कारणले गर्दा बन्द भयो, कोभिड भयो होइन, यस्तो खालके केही समस्याहरू आउँछ, त्यो हुँदाखेरि पनि 3 महिनासम्म चाहिँ हाम्रो अफिसलाई चाहिँ हामीले चलाउन सक्छौँ होइन, केही न केही उपाय निकाल्न सक्छौँ भन्ने गरेर त्यति 3 महिनाको चाहिँ जगेडा कोषहरू जस्तो आपतकालीन कोषहरू चाहिँ हामीले बनाउन सक्नु पर्यो। अर्को भनेको लिन मेन्टालिटी भन्छ, यो अघिकै कुरा भयो है। अब यसमा चाहिँ अर्को एउटा कुरा के थपिएको छ भन्दाखेरि तपाईँको आउटसोर्सिङ अटोमेसन भनेर आएको छ होइन। भन्नाले अनावश्यक खर्च कम गर्नै पर्यो, सस्तो रूपमा हामीले परीक्षण गर्दै सिक्दै गर्ने, सानो सानो सस्तो रूपमा हामीले काम गर्दै पर्यो। अर्को भनेको चाहिँ हामीसँग भित्र नभएको एक्सपर्टिज चाहिँ बाहिर दिनु पर्यो होइन। जस्तै अब तपाईँको चाहिँ तरकारीको बिजनेस छ, तपाईँलाई एउटा वेबसाइट अथवा भनौँ टिकटकमा चाहिँ चाहिएको छ अरे, तरकारी बेच्ने प्लेटफर्म चाहिएको छ, तर तपाईँलाई चाहिँ तपाईँले भित्रै अब हुन्छ नि एउटा स्टाफ टिकटक बनाउनलाई मात्र एउटा स्टाफ राख्नुभयो भने त्यसको खर्च बढ्न सक्छ होइन। त्यसको सट्टामा चाहिँ एउटा टिकटक बनाउने भिडियो बनाउनेहरूलाई ल मलाई यति एउटा भिडियो बनाइदेऊ भनेर पैसा दिनुभयो भने झन् त्यसको कम पैसा कम हुनसक्छ होइन। अर्को अटोमेट, आजकल त कम्प्युटर प्रविधिहरू धेरै छ होइन, मान्छेले गरिराख्नु पर्ने काम। म एक्जाम्पल दिन्छु, मैले पहिला असिस्टेन्ट राख्दाखेरि मलाई 35-40 हजार मेरो असिस्टेन्टलाई मैले तिर्नु पर्थ्यो। आजकल म च्याट जिपिटी चलाउँछु होइन, $20 तिर्नुपर्छ मैले महिनाको होइन। सो अटोमेसनले गर्दाखेरि एउटा मान्छे एक्स्ट्रा मान्छेको चाहिँ मेरो पैसा घट्यो, 10%मा चाहिँ मैले जति तिरिरहेको थिएँ त्यसको 10% पनि तिर्नु परिरहेको छैन अहिले होइन। सो यो कसरी गर्ने, यो कसरी चाहिँ हामीले खर्च घटाउने भन्ने कुरा चाहिँ यो चाहिँ राम्ररी सोच्नु पर्यो है। त्यसपछि नेटवर्क बनाउने, यो पनि एकदमै महत्त्वपूर्ण कुरा हो है। घरै बसेर आफ्नै अफिसमा मात्रै बसेर बिजनेस चल्दैन होइन। अब टिम चाहिन्छ भन्छौँ हामीले होइन, बिजनेस गर्नलाई एन्टरप्राइज रन गर्न, उद्यमी बन्नलाई टिम चाहिन्छ भन्छ नि। एउटा मान्छे चाहिँ अब तपाईँको अफिसमै होइन त्यो फ्याक्ट्रीमा तपाईँको उत्पादन हेर्ने चाहिँ उसले ध्यान दिन्छ भने, एकजना उद्यमी चाहिँ तपाईँको जानु पर्यो, बजार जानु पर्यो, सहकार्यहरू हेर्नु पर्यो, कोसँग चाहिँ काम गर्दाखेरि ठिक होला होइन। तपाईँले च्याउ उत्पादन गरिराख्नु भएको छ, कोही अरूले चाहिँ त्यहाँ मानिलिउँ गुन्द्रुक चाहिँ बेचिरहेछ भने तपाईँले पसल खोल्नुको सट्टामा मेरो च्याउ पनि बेचिदिनु न त यहाँ भनेर त्यो गुन्द्रुक बेच्नेवालालाई तपाईँले पार्टनरसिप गर्न सक्नु होला होइन। अथवा कोही चाहिँ अझै सफल कृषकहरू भेट्नु होला तपाईँहरू, उहाँबाट सिक्ने कुराहरू हुनसक्छ होइन। मेन्टर भन्छौँ हामीले, चिया खाँदै सिक्न सकिन्छ होइन। यस्तो खालको कुराहरू चाहिँ, अनि अथवा आफ्नै प्रडक्ट चाहिँ जहाँ बिकिरहेछ त्यहाँनिर चाहिँ तपाईँले गएर कुराहरू सुन्नु सक्नुहुन्छ, ग्राहकले के भनिरहेछ त मेरो प्रडक्टको बारेमा भनेर होइन। सो यस्तो खालको अब मेलाहरूतिर जाने होइन, यो कृषि मेलाहरू हुन्छ यस्तोहरूतिर भाग लिने होइन। यो सबै कुरा चाहिँ गर्नु एकदमै जरुरी छ यो नेटवर्क होइन। आफू बाहिर बिज्ने, आफू बाहिरको कुराहरू बुझ्ने र बाहिर के चाहिरहेछ भनेर त्यही अनुसारको समाधान दिने र त्यही अनुसारको सहयोगीहरू चाहिँ खोज्ने काम चाहिँ यो पनि एकदम इम्पोर्टेन्ट हो। किनभने एक्लै चाहिँ केही पनि गर्न सकिँदैन, एक्लै गऱ्यो भने अगाडि बढ्न सकिँदैन होइन। यो नेटवर्क चाहिँ चाहिन्छ चाहिन्छ हामीलाई, त्यो पनि हामीले सोच्नुपर्ने कुरा हो। र यो अन्तिम हो है, अन्तिम, तर यो गरेन भने केही पनि हुँदैन है। अघि भनेको कुराहरू सबै भन्यो बुझ्यो भन्ने कुरा हो, तर लास्टमा भने चाहिँ गर्नु पर्यो होइन। यो कन्सिस्टेन्सी भन्छ र ग्रोथ माइन्डसेट होइन, प्रगतिशील सोचाइ। जहिले पनि म प्रगति गर्छु, म अगाडि बढ्छु होइन, बाहना बनाउँदिनँ, अर्कालाई दोष दिँदिनँ होइन, लोभ र यो डर हरूको चाहिँ जङ्गलमा फस्दिनँ भन्ने चाहिँ यो त हामीले माइन्डसेट त बनाइसक्यौँ नि होइन। अब अझै राम्रो गर्छु, यो पोहोर साल भन्दा यो साल अझै राम्रो हुन्छ मेरो, अर्को साल अझै राम्रो हुन्छ, जहिले पनि त्यही सोचाइमा हुनु पर्यो हामी। र गर्ने काम चाहिँ निरन्तर रूपमा काम गर्नु पर्यो क्या होइन। सानो सानो बानी जस्तै रेकर्ड किपिङ नै भनौँ न, हिसाब किताब राख्ने बानी हुन्न हाम्रो। हिसाब किताब राख्ने भनेर राख्यो, आज राख्यो अनि त्यो 3 महिनापछि राखेर त भएन होइन। कि हरेक साँझ हेर्छु भन्ने भयो कि चाहिँ हरेक हप्ता हेर्छु भन्ने पर्यो होइन। एउटा न एउटा चाहिँ त्यो सानो बानी हो, तर रेगुलर रूपमा गर्ने, दैनिक काम गर्नुपर्ने दैनिकमा गर्नु पर्यो होइन।
हप्ता साप्ताहिक रूपमा गर्नुपर्ने काम साप्ताहिक रूपमा गर्नु पर्यो होइन। हरेक 1 महिनामा चाहिँ म यो बजारमा जान्छु डुल्छु, मेरो चाहिँ अलिकति अग्रज जो हुनुहुन्छ सफल कृषक हुनुहुन्छ उहाँहरूसँग म हरेक महिना एकचोटि कुरा गर्छु भन्ने प्लान बनाएपछि हरेक महिनै गर्नु पर्यो। त्यो सानो सानो बानी हो, तर त्यसको चाहिँ त्यो सानो सानो बानीले गर्दाखेरि चाहिँ त्यो एक किसिमले तपाईँ आफूमा पनि मान्छे पनि व्यक्तित्व पनि चेन्ज हुँदै जान्छ त्यसले गर्दाखेरि, र परिणाम पनि राम्रो आउँछ। ओभरनाइट आउँदैन, रातका रात हुने कुरा होइन होइन। बिस्तारै गर्ने तर निरन्तर रूपमा चाहिँ यो अभ्यास गर्नु पर्यो। र सिप है, सिपहरू आफ्नो सिप चाहिँ कसरी ग्रो गराउने होइन, कसरी चाहिँ नयाँ नयाँ सिप सिकिराख्नुपर्छ। अब अहिले इन्टरनेटको जमाना छ होइन, सोसियल मिडियाको जमाना छ, यो भने के हो सिपहरू सिक्दै जाने। त्यस्तै तपाईँको प्रडक्सनको होला होइन, सिपहरू सिक्दै जानु पर्यो। जियो कृषिकै कतिवटा फिचर्सहरू छन् जुन तपाईँहरूलाई फाइदा होला, त्यो कुराहरू सिक्दै जानु पर्यो होइन। हिजो थाहा नभएको कुरा आज थाहा पाउनु पर्यो होइन, सिक्नु पर्यो, सिपको विकास गर्नु पर्यो। सो यति नै होला। यो बाहेक अब अथाह सागर हो होइन, मैले चाहिँ सकेसम्म 10वटा टिप्स भनेर सजिलो होस् कुरा गर्न आधी घन्टा भनेर ल्याएको थिएँ। अब यति नै भयो मेरो कुरा। तपाईँहरूको कुरा सुन्नलाई म अब फ्लोर हस्तान्तरण गर्छु। हजुर, थ्याङ्क यू। हुन्छ, धन्यवाद। हजुरको प्रस्तुतिकरणको लागि धेरै धन्यवाद व्युअर्स सर। हजुरले स्लाइड चाहिँ अफ गरिदिनु भयो भने चाहिँ अब स्क्रिन सेयरिङ चाहिँ हाम्रो पहिलो चरण चाहिँ यही सकिन्छ। अब चाहिँ हामी दोस्रो चरणतर्फ लाग्नेछौँ। यसमा चाहिँ हजुरले प्रस्तुतिकरणमा नबुझ्नु भएको कुराहरू या हजुरलाई चाहिँ जिज्ञासा लागेको कुराहरू सोध्न सक्नुहुन्छ। अनि यो चरणमा चाहिँ सबैजनाले आफ्नो भिडियो अन गरिदिनु होला है। को किसान हुनुहुन्छ अनि कतिजना हुनुहुन्छ भन्ने कुरा नै बुझ्न सकिएन, त्यही भएर अन चाहिँ गरिदिनु होला। अब चाहिँ प्रश्न सोध्न सक्नुहुन्छ। कसैको प्रश्न छ? रमा म्याम, हजुरको प्रश्न छ? हजुर म्युट हुनुहुन्छ। हजुरको आवाज आएको छैन म्याम, हजुर म्युट हुनुहुन्छ। अडियो बन्द छ हजुरको। आयो अहिले? हजुर आयो। सुरुमा के थियो कुनै कुरा म अलि ढिलो जोइन हुन पुगेँ सर, यहाँ म्याडम, यहाँ नेटवर्कको कारणले नि होला सायद। ठिकै छ। ए हुन्छ म्याम, हामीले यो भिडियो पछि युट्युबमा नि राख्छौँ। हजुरले त्यसमा गएर अगाडिको पार्टहरू सबै हेर्न सक्नुहुन्छ नि। मेरो चाहिँ यहाँ व्यवसायिक चाहिँ मेरो माउन्टेन बी तथा पशुपन्छी फर्म हो। तर यहाँ मलाई चाहिँ अहिले के समस्या छ भने मैले यो लेबल लाउन नसक्नाले अलिकति समस्या हुन गएको। किन भन्दा अब लेबल भयो भने हामी जहाँ जुनसुकै बजारमा पनि देश विदेश जहाँ पनि हामी यो व्यवसाय आफ्नो व्यवसायिक चाहिँ गर्न सक्थ्यौँ होला। तर लेबलको कारणले गर्दा यो व्यवसायिक अलि राम्रो देखाउन सकिएको छैन। अब यो लेबलको लागि तयार गर्दैछौँ बिस्तार बिस्तार। ए हुन्छ म्याम। राजकुमार सरले हात उठाइरहनु भएको छ है। विभोर सर, हजुरको यो स्क्रिन अझै नै सेयर भइरहेको छ है? मैले त हटाएँ जस्तो लाग्थ्यो। हेलो, नमस्ते सबैजनालाई। नमस्ते सर। खास हामीले चाहिँ एउटा कम्पनी दर्ता गरेका छौँ र जसमध्येबाट चाहिँ मसला उत्पादन गर्ने अनि केराको रेसाहरू उत्पादन गर्ने, केराको हाते सामग्रीहरू उत्पादन गर्ने, त्यस्तो खालको गरेका छौँ। र त्यसमा चाहिँ अब हामीले चाहिँ ब्रान्ड लिन खोजेको छौँ। त्यो कसरी लिन सकिन्छ भन्ने मेरो जिज्ञासा थियो। ब्रान्ड लिने भनेको ट्रेडमार्क जस्तो लिने भन्नुभएको हजुर? हजुर, ट्रेडमार्क। त्यो त हजुरको त्यहाँ लयर कुनै कसैलाई वकिलसँग कुरा गर्नुभयो भने उहाँहरूले गरिदिनुहुन्छ ट्रेडमार्कको काम। ए, त्यसको प्रक्रिया के हुन्छ त्यो? त्यसको प्रक्रिया चाहिँ मलाई जहाँसम्म लाग्छ ट्रेडमार्क रेजिस्ट्रेसन, अब यो टाइम लाग्ने कुरा हो है।
तपाईँको किनभने तपाईँले त्यो के अरे उद्योग विभागमा गएर तपाईँको चाहिँ यो हिसाबको मैले कम्पनी बनाएको यो ब्रान्ड लोगो हो मेरो भनेर त्यहाँ बुझाउनुपर्छ। त्यो बुझाइसकेपछि 6 महिनादेखि 1 वर्षमा त्यहाँ कसैले चाहिँ तपाईँको विरुद्धमा होइन यो चाहिँ मेरो ब्रान्ड भनेर कसैले पनि क्लेम गर्न आएन भने तपाईँले पाउने हो। मलाई पनि यसको बारेमा सम्पूर्ण कुरा त्यति राम्रो जानकारी भएन। मेरो पनि लयर मैले चाहिँ हाम्रो वकिल हुनुहुन्छ उहाँलाई गर्न लगाएको हो। वकिलसँग परामर्श लिनुहोस् न यसको बारेमा। हुन्छ हुन्छ। हुन्छ, धन्यवाद राजकुमार सर। अरू कसैको प्रश्न छ? नमस्कार सबैमा। म चाहिँ दार्चुलाबाट दिनेश जोशी, कृषि विद्यार्थी प्लस कृषिमा के अरे युवा क्रान्ति ल्याउन खोजेको एउटा युवा के भन्छन् व्यवसायिक पनि। हाल नेपालमा लगभग अहिले पनि हेर्ने हो भने 62-63% जनसङ्ख्या चाहिँ कृषिमा डाइरेक्टली र इन्डाइरेक्टली डिपेन्ड छ। झन् अहिले चाहिँ काठमाडौँमा हेर्ने हो भने अझै बढी त्यो र फार्मिङले झन् अझै बढाएको छ। तर त्यति हुँदा पनि हाम्रो के अरे उत्पादनले हाम्रो देशकै लागि त पुगिरहेको छैन, खपतै अझै पनि हामीले खरबको माग गरिरहेछौँ। प्लस हाम्रो युवाहरू चाहिँ यो कृषिमा नआउनुको, कृषि पेसामा व्यवसायीकरण नगर्नुको यत्रो युनिभर्सिटीले कृषि शिक्षा दिइरहेको छ, नलेज लिइरहेछन्, तर पढिसकेपछि बरु बेरोजगार बस्ने, तर कृषिमा व्यवसाय गर्न किन खोजिरहेको छैन र यसलाई चाहिँ कसरी समाधान गर्ने र यसको चाहिँ कसरी व्यवस्थापन हुन्छ भन्ने प्रश्न थियो। अब यो चाहिँ अब तपाईँको है ऐन कानुन बनाउने देशको शासन गर्ने मान्छेहरूलाई सोध्नुपर्ने क्वेसन होला होइन। मैले त दिन सक्दिनँ यसको एन्सर। सायद कसैले पनि दियो भने पूर्ण रूपमा एन्सर दिन सक्ने कुरै होइन यो होइन। अहिले आजको टपिक चाहिँ हामी चाहिँ होइन आफ्नो रूपमा हेरौँ क्या होइन। अब देशमा किन भइरहेको छैन, अरूले किन गरिरहेको छैन भन्ने कुराहरू भन्दा नि आज उद्यमशील कसरी बन्ने, हामी चाहिँ माइन्डसेट हाम्रो कस्तो हुनुपर्छ भन्ने चाहिँ टपिक हो होइन। अब म चाहिँ खै यो पोजिसनमा छ जस्तो लाग्दैन। यो एकदम बृहत अब है तपाईँ अहिले युनिभर्सिटीमा हुनुहुँदो रहेछ। पहिला के भन्छ एग्रिकल्चर प्लान के थियो एएपी भनेर, त्यो ट्रान्सफर्मेसन प्लान भनेर 20औँ वर्ष 25औँ वर्ष 30औँ वर्षको प्लानहरू यो देशमा नआएको होइन होइन। इम्प्लिमेन्ट पनि भएको युनिभर्सिटीहरू पनि छन्, सबै छन्। तर अब यो सुशासनकै कमीले गर्दाखेरि होइन देशमा न्याय छैन होइन। न्याय नभएको देश जस्तो लाग्छ यो। त्यही भएर पनि होला अब मान्छेले बेटर अपर्च्युनिटीको लागि विदेश जानु, यहाँनिर चाहिँ ढुङ्गा माटोमा काम गर्नुभन्दा भनेर। त्यही भएरै होला सायद धेरैजना बाहिर गइरहेको। अब यसलाई कसरी समाधान गर्ने भने चाहिँ मलाई चाहिँ त्यति आइडिया भएन र त्यो आजको सेसनले त्यो कभर गर्नुपर्छ जस्तो पनि लाग्दैन। हजुर, थ्याङ्क यू। हजुर, दिनेश सर, हाम्रो विभोर सर चाहिँ खास एग्रिकल्चर ब्याकग्राउन्डबाट हुनुहुँदैन है। उहाँले चाहिँ अब उद्यमी कसरी बन्ने, यस्तो माइन्डसेट कसरी डेभलप गर्ने र व्यावसायिक हिसाबमा चाहिँ अब हजुरले कसरी इम्प्रुभ गर्दै जान सक्नुहुन्छ भन्ने कुराको चाहिँ आज प्रेजेन्टेसन राख्नुभएको हो। त्यही भएर कृषि सम्बन्धीको चाहिँ अलि भन्न सकिँदैन है हामीले पनि। हुन्छ, अरू कसैको प्रश्न हस्, छ? धन्यवाद सर। अलिक क्वेसन आफ्नो व्यवसाय बन्नको लागि कडै गरेको छु त्यसको लागि सरी। आफ्नो व्यवसाय गर्नको लागि के चाहिन्छ भन्ने खालको क्वेसन चाहिँ सोध्नुहोस् होइन। अघि अघि मैले एउटा अटोमेसन र आउटसोर्सिङ गर्ने भनेर पनि लेखेको थिएँ। सबै कुरा आफैलाई पनि थाहा हुँदैन होइन। जस्तो अघिको क्वेसनमा चाहिँ लयर चाहियो, कतिवटा क्वेसनमा चाहिँ हामीलाई अडिटर्सहरू चाहिन सक्छ, कतिवटा क्वेसनमा हामीलाई सोसियल मिडिया इन्फ्लुएन्सर चाहिन सक्छ होइन। त्यो अघिको स्लाइडमा पनि थियो होइन। सो अहिले चाहिँ लेट्स फोकस अन तपाईँको बिजनेस गर्नको लागि होइन। केही समस्या छ, केही सोचाइ चाहिँ तपाईँहरूको मनमा चाहिँ जिज्ञासा, केही डर लागिरहेछ होइन, कन्फ्युजन छ भने चाहिँ यस आजको फोरममा त्यो राख्नुहोस् न है। म सकेसम्म एन्सर दिने प्रयास गर्छु। हुन्छ सर, ठिकै छ। आफ्नो व्यवसाय त सानै हो, त्यो भर्खर कृषि फर्म के अरे रजिस्टर गरेर चलिरहेछ लगभग। अलिकति नलेज पनि छँदैछ कृषिको, त्यस्तो त्यो भेजिटेबलको अक्सिजन त्यति गाह्रो भइरहेको छैन अहिले, त राम्रै भइरहेछ। केही परेछ सम्झौँ। हजुर हजुर, गुड लक हजुरलाई। हुन्छ, धन्यवाद दिनेश सर। धन्यवाद। हवस् सर। अरू कसैको प्रश्न छ? यहाँ हामीहरूसँग सायद समूहहरूबाट पनि साथीहरू जोइन हुनुभएको छ है। हजुरको प्रश्न छ भने राख्नु होला है। मिस, यो पार्टिसिपेट भएको केही ट्रेनिङहरू के अरे सर्टिफिकेटहरू केही मिल्छ कि? के भन्नुभयो सर?
यो के अरे ट्रेनिङमा पार्टिसिपेट भएको यी सर्टिफिकेटहरू केही त्यस्तो व्यवस्था पनि हो कि? ए छैन सर, हाम्रो चाहिँ अब नर्मल किसानहरूलाई उहाँहरूको माग अनुसार हामीले जानकारी दिने मात्रै काम गर्छौँ। अनि सर्टिफिकेटको चाहिँ हामीले गरेको छैनौँ। हस्, धन्यवाद। सर। अरूको प्रश्न छ भने राख्नु होला है। रेखा राणा निड्स नेपाल भनेर हुनुहुन्छ, हजुरको तर्फबाट केही प्रश्न छ? लक्ष्मी भट्ट डिबिएस भनेर हुनुहुन्छ, हजुरको प्रश्न छ? अप्सना राणा निड्स नेपाल भनेर हुनुहुन्छ, हजुरको प्रश्न छ? उम्, प्रस्तुति सबै बुझ्नु भएछ हजुरहरूले? केही क्वेसन त होला नि होइन? कन्फ्युजन त केही न केही त हुनुपर्छ जस्तो लाग्छ, अथवा सान्दर्भिक भएन भन्ने खालको कुरा पनि आउन सक्ला होइन? त्यही केही छ भने फिडब्याक केही छ भने यसो बोलौँ न। हामी त अब सबैजना उद्यमीहरू हौँ, उद्यमीहरू भएपछि अलिकति यसो बोल्ने होइन, अघि नेटवर्किङको कुरा पनि आछ, त्यो चाहिँ यसो पार्टिसिपेट गरौँ न है प्लिज। हजुरहरूले व्यवसाय गर्नुहुन्छ कि हुँदैन है? व्यवसाय गर्नुहुन्छ भने चाहिँ हजुरको व्यवसाय कस्तो खालको हो, के सम्बन्धी छ, कति वर्ष भयो, यसको सबै जानकारी दिनु होला है। के हजुरले सोच्नु भएको छ पछि यो गर्न सकिन्छ भन्ने जस्तो छ भने पनि राख्नु होला। हाम्रो विभोर सरले चाहिँ आफूले सकेको जति सुझाव दिनुहुनेछ। अशोक सरको केही प्रश्न छ? अशोक सर हजुर म्युट हुनुहुन्छ। हामीसँग नमस्कार सम्पूर्णमा। मेरो नाम चाहिँ अशोक चौधरी, निड्स नेपाल कञ्चनपुर। हामीसँग चाहिँ एउटा यो दुना टपरी उत्पादन समूह छ। त्यो उत्पादन समूह अहिले लगभग 2 वर्ष पुरा भयो भनौँ, र जसमा चाहिँ हामी अहिलेसम्म त्यो दुना टपरी मार्केटमा त राम्रैसँग गइराखेकै छ, तर पनि त्यसमा अलिकति प्याकेजिङमा हाम्रो चाहिँ त्यो मेसिन हामीले धेरै पटक चाहिँ खोज्ने प्रयास गऱ्यौँ। त्यो प्याकेजिङ अलिकति चाहिँ आकर्षक नभएको भन्ने कुरा चाहिँ बजारमा आएको छ। त्यसैले त्यो प्याकेजिङ मेसिन चाहिँ पाउन पाए राम्रो हुन्थ्यो र हाम्रो चाहिँ व्यवसाय राम्रोसँग फस्टाउँथ्यो भन्ने कुरा चाहिँ मेरो प्रश्न हो। ए हजुरले चाहिँ प्याकेजिङ गर्ने मेसिनको बारेमा लिन खोज्नु भएको? हजुर, दुना टपरी उत्पादन एउटा हाम्रो उद्योगै छ भनौँ। हजुर। मार्केटमा गइसकेपछि त्यसमा चाहिँ प्याकेजिङ त्यति आकर्षक भएन भन्ने कुरो छ, जुन चाहिँ हामी एकपटक अब जस्तो आकर्षक भन्नाले कस्तो के भएन भन्ने कुरा? हामी कस्तो छ भने चाहिँ जो एउटा पोलिथिन हुन्छ त्यो पोलिथिनमा प्याक गरेर त्यसपछि गएर हामीले चाहिँ प्लास्टिकले बान्नु पर्ने हुन्छ। त्यो बानिसकेपछि तर चाहिँ जुन एउटा कम्पनीले प्याकेजिङ गरेर पठाएको माल जस्तो चाहिँ हाम्रो नवलपरासी कावासोतीमा चाहिँ इन्द्रदेव दुना टपरीले चाहिँ उसले चाहिँ एकदमै राम्रो प्याकेजिङ गरेको हामीले चाहिँ देखेका छौँ भनौँ। त्यो अनुसारको गर्न पाए अझ राम्रो हुन्थ्यो र बजारमा चाहिँ अझ राम्रो मार्केटिङ लिन्थ्यो कि भन्ने सोच हो। अहिले केले अड्काइरहेछ त तपाईँहरूलाई यो गर्नलाई? त्यो हामी त्यो मेसिन चाहिँ उपलब्ध हुन सकेन सर। हामीले धेरै ठाउँमा चाहिँ त्यो प्रयास गऱ्यौँ, अनुदान पाउन सकेनौँ। अनुदानको लागि कि खरिद गर्नलाई? खरिद गर्नकै लागि सर। खरिद गर्नको लागि? हजुर। गर्नको लागि त प्याकेजिङ मसिन तपाईँहरूले इन्टरनेटमा पनि रिसर्च गर्नुभयो? गरेको हो सर।
चाइना र इन्डियामा त प्रशस्तै जति भयो पनि पाउँछ त त्यस्तो खालको चिजहरू। हामी जुन चाहिँ मेसिन जहाँबाट हामीले खरिद गरेको छौँ त्यहाँ उहाँसँग पनि हामी इन्डिया बाट सम्पर्क गरेर हामीलाई ल्याइदिनुहोस् भन्दाखेरि त्यो किसिमको चाहिँ मैले पाउन सकिनँ भन्ने कुरा चाहिँ उहाँबाट जवाब आयो सर। ए ओके, हजुर। कस्तो अब एकजनासँग मात्रै सोधेर त नहोला नि त, अलि अलिकति रिसर्च गऱ्यो भने पक्कै पनि भेटिन्छ होला। चाइना र इन्डिया अब हाम्रो वरिपरि होइन छिमेकीहरू, अब हजुर धेरै नै सामानहरू यस्तो खालको सामान चाहिँ अब धेरै नै पाइन्छ होइन। अब तपाईँले हजुर अली एक्सप्रेस भन्ने छ, अलिबाबा.com, सरी एक्सप्रेस भन्दा पनि अलिबाबा.com गएर हेर्नुहोस् होइन। अली एक्सप्रेसमा हेर्नुहोस् हजुर मेसिनहरू होइन, कस्तो मेसिन चाहिएको छ एकचोटि मलाई पठाइदिनु भए पनि हुन्छ होइन। हाम्रो हजुर यहाँमा यो सिएनसी प्रिन्टिङ अनि प्याकेजिङको गर्ने साथीहरू हुनुहुन्छ, म त्यता सोधिदिन सक्छु है। कुन चाहिँ ओके कस्तो खालको चाहिएको मलाई स्पेसिफिकेसन पठाइदिनु। कुनै भिडियोहरू देख्नु भएको छ युट्युबतिर छ भने त्यो पठाइदिनु, हजुर म गरेर सोधिदिउँला है। ए हुन्छ सर हुन्छ। अनि हजुर बजेट पनि तपाईँहरूको बजेट कति सोच्नु भएको छ त्यो पनि लेखिदिनु होला। त्यसमा यतिसम्म यतिसम्म चाहिँ हामी हाल्न सक्छौँ भनेर चाहिँ राखिदिनु है। हजुर हजुर हुन्छ है। हजुर धन्यवाद अशोक सर। अरू कुनै यस्तै प्रश्न छ भने राख्नु होला है। कतै कामहरूमा कतै हजुरको केही नमिलेर अड्केको छ भने, कतै इम्प्रुभ गर्न मन छ भने, त्यस्तो केही सोच छ भने चाहिँ राख्नु होला है। हजुर ओके म्याम हुन्छ हस्। सर। लक्ष्मी सर, त्यहाँ चाहिँ डिबिएसबाट अरू कोही किसानहरूको प्रश्न छ भने हजुरले राख्न सक्नुहुन्छ। आशा म्याम, त्यहाँबाट केही प्रश्न छ? स के अरे अघि बोल्दै हुनुहुन्थ्यो है, आवाज चाहिँ क्लियर नै आएन। आशा चौधरी डिबिएसबाट बोल्नु भएको थियो है। एकचोटि फेरि प्रश्न राखिदिनु न। तेजमणि सर, हजुरको प्रश्न छ? डिभाइडले गरेर लिङ्क पठाएर हजुरले प्रश्न राख्न खोज्नु भएको हो? पिएनजिओबाट जोइन हुनु भएको छ? छैन जस्तो छ अब प्रश्न, सायद सक्यो होला। हेलो, नमस्ते बिवर दाई। नमस्ते। म राजीव बोले बिवर दाई, नमस्ते। मलाई चाहिँ सोध्नु मन लागेको, साथीहरूलाई पनि होला भनेर, सामान्यतः रूपमा कृषि व्यवसाय दर्ता गर्नु पर्यो अहिले त जुन पनि सब्सिडी अथवा अनुदान दिनुको लागि चाहिँ हामीले कृषि व्यवसाय दर्ता गरेको हुनुपर्छ भन्ने आवश्यकता छ। यो कतिको ठिक हो? र कोही पनि साथीले कृषि व्यवसाय दर्ता गर्न खोज्नु भएको छ भने सामान्यतः रूपमा यसको प्रक्रिया चाहिँ कस्तो हुन्छ होला? सारांशमा थोरै जानकारी गराइदिनुहोस् न मलाई। ओके, यो अब दर्ता गर्नु, बिजनेस गर्ने हो भने दर्ता गर्नु राम्रो हो होइन।
अब तपाईँहरू प्रारम्भिक परीक्षण कालमै हुनुहुन्छ भने चाहिँ त्यो गर्नु नि परेन होइन। म पहिला के अघि मैले भने नि बजार चाहिँ तपाईँहरूले बुझ्नु भएको छ, तपाईँको परीक्षण पनि भएको छ र बजारलाई सुहाउँदो बजारको चाहिँ समस्या समाधान गर्ने खालको चाहिँ तपाईँले उत्पादन गर्न सक्नुहुन्छ भन्ने कन्फिडेन्स आइसकेपछि तपाईँले सुरु गर्ने बेला चाहिँ त्यसपछि चाहिँ दर्ता गर्नुहोस् है। दर्ता गर्नुको फाइदा भनेको चाहिँ एउटा चाहिँ तपाईँ कुनै पनि पछि कानुनी रूपमा चाहिँ केही तलमाथि पर्यो भने पनि होइन, अब भनौँ न तपाईँले चाहिँ केही सामान पठाउनु भयो, क्रेडिटमा पठाउनु भएको थियो होइन, र पैसा उठाउनु पर्ने थियो, दिएन त्यो मान्छेले भने नि त्यो कानुनी रूपमा चाहिँ अगाडि बढ्नलाई दर्ता भएको छैन भने तपाईँहरूलाई गाह्रो हुन्छ होइन। नम्बर वान त्यो भयो। अरू अनुदानहरूको कुराहरू छँदैछ होइन। तपाईँको बिजनेसको भोल्युम बढ्दै गयो होइन, तपाईँको बिजनेसको भोल्युमहरू ठुलो हुँदै गएपछि त्यसको चाहिँ आधिकारिकता औपचारिकताहरू यो चाहिँ सम्पूर्ण रूपमा पुरा भएको छ भन्ने थाहा भयो भने मात्रै मान्छेहरूले तपाईँहरूसँग बिजनेस गर्न खोज्लान् होइन। र त्यस्तै ब्याङ्कहरूबाट लोनहरू लिनु पऱ्यो भने नि दर्ता नभएको संस्थाहरूले यो गर्न सक्दैनन् है। त्यो भएको हुनाले दर्ता गर्न एकदमै आवश्यक छ। र दर्ता गर्नको लागि अब हामीसँग एउटा चाहिँ सोल प्रोप्राइटरसिप मोडलमा पनि जान सक्नुभयो तपाईँ। एकल व्यवसायी भनेर, सानो व्यवसाय भनेर तपाईँले गर्न सक्नुहुन्छ होइन। त्यो गर्दाखेरि चाहिँ तपाईँको वडा कार्यालयबाट नै तपाईँले चाहिँ सम्पर्क राखेर त्यहाँनिर मसँग एउटा रादीपजी एउटा किताब पनि छ होइन, म अहिले सेयर गरौँला, तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ कसरी कहाँ कहाँ गर्ने भनेर होइन। सो एउटा वडामा गएर तपाईँले एकल व्यवसाय गर्छु भनेर त्यसरी सुरु गर्नु पनि सक्नुभयो। अब एकल व्यवसाय गर्दाखेरि चाहिँ के हुन्छ है, तपाईँले केही ऋणहरू लिनु भएको छ, तपाईँले अरूलाई चाहिँ तिर्नुपर्ने दायित्वहरू छ, तपाईँको बिजनेसले धान्न सकेन, तपाईँको सरसामान तपाईँको व्यवसायको नाममा भएको सरसामान बेच्दाखेरि पनि त्यो पैसा पुगेन भने तपाईँले आफ्नै घरबाट लगेर भए पनि त्यो चाहिँ तिर्नुपर्ने हुन्छ है। एकल व्यवसायमा त्यो हुन्छ। अर्को भनेको चाहिँ प्राइभेट लिमिटेड भन्छ हामीले, प्राली भनेर भन्छ होइन। प्राली खोल्ने भनेको चाहिँ व्यवसाय र व्यवसायी त्यो दुइटा फरक फरक कुरा हो। व्यवसायले जति तिर्नुपर्ने तिर्यो होइन। अब त्यो हाम्रो चाहिँ व्यवसाय सबै बन्दै गर्नुपर्ने, दिवाला निक्लिने भन्छ नि होइन, त्यो हामीले चाहिँ ब्याङ्क्रप्ट भन्छौँ होइन। त्यो ब्याङ्क्रप्टै भयो भने पनि त्यो तपाईँको घर सम्पत्तिमा छुन आउँदैन त्यो होइन। तपाईँको बिजनेसलाई सबै बेचेर जति जति तिर्नुपर्ने तिरेपछि त्यो चाहिँ दायित्व सकिन्छ होइन, प्रालीमा त्यो हो। अनि अर्को भ्याट भनेर भन्छ होइन। भ्याट चाहिन्छ भने, भ्याट चाहिने खालको बिजनेस हो भने तपाईँले प्रालीमै दर्ता गर्नु पर्यो। त्यसपछि भ्याट नम्बर लिएर हरेक महिना तपाईँहरूले भ्याट रिटर्न, भ्याटको चाहिँ त्यो फर्महरू भर्नुपर्ने प्रक्रियाहरू हुन्छ, त्यो गर्नुपर्छ। अलिकति झन्झटिलो हुन्छ, तर प्रालीमा गयो भने अलिकति पैसा पनि बढी लाग्छ। तर अलि ठुलो बिजनेस तपाईँहरू 20-25 लाखभन्दा बढीको चाहिँ गरिराख्नु भएको छ बिजनेस पर इयर भने चाहिँ त्यतातिर जानु भन्ने हो। तर अब कृषि उत्पादनकै लागि भ्याट लाग्दैन भने फेरि त्यसमा पनि भ्याट नै चाहिन्छ भन्ने पनि छैन होइन। सो तपाईँको चाहिँ के हो त, तपाईँले गर्नु खोजेको बिजनेस कस्तो हो, के हो, त्यसको भोल्युम कत्रो हुन्छ भन्ने आधारमा चाहिँ तपाईँले आइदर वडामा दर्ता मात्र गरेर पुग्ने हो कि पालिकामा गएर दर्ता गर्नुपर्ने हुन्छ कि तपाईँको चाहिँ उद्योगमै दर्ता गर्नुपर्ने हुन्छ, घरेलुमा दर्ता गर्नुपर्ने हुन्छ कि, त्यो तपाईँहरूको बिजनेसको टाइपले डिफाइन गर्छ। त्यसको लागि चाहिँ एकचोटि वडामा गएर कुरा पनि गर्दा पनि भयो, घरेलुहरूमा गएर कुरा गर्दा पनि भयो। त्यस्तै तपाईँहरूसँग त्यहाँ कोही वकिलहरू हुनुहुन्छ भने उहाँहरूसँग, वकिल अडिटर होइन, उहाँहरूसँग चाहिँ तपाईँहरूले आफ्नो व्यवसायको राम्ररी यस्तो गर्न खोजेको भन्दाखेरि राम्रो समाधान पाउन सक्नुहुन्छ। एट द सेम टाइम यसको लागि चाहिँ चाहिने जुन चाहिँ त्यो डकुमेन्ट छ म त्यो सेयर गरिदिउँला, त्यो पढ्नुभयो भने पनि तपाईँहरूलाई क्लियर हुन्छ। हुन्छ, धन्यवाद विभोर सर। अब अरू कसैको नि प्रश्न छैन भने चाहिँ हामी कार्यक्रमको अन्तिमतिर लाग्छौँ है। आजको हाम्रो भिडियो चाहिँ रेकर्ड पनि गरिएको छ। यो भिडियो हामीले छिट्टै नै युट्युबमा पनि राख्नेछौँ। हजुरहरूले चाहिँ केही कुरा छुट्याउनु भयो वा बिर्सिनु भयो भने हजुरले युट्युबमा गएर नि आजको भिडियो चाहिँ हेर्न सक्नुहुन्छ। हुन्छ, आज यहाँ सहभागी हुनुभएको सबैजनालाई धेरै धन्यवाद। साथै आज विज्ञको रूपमा आइदिनु भएकोमा हाम्रो विभोर सरलाई पनि धेरै धन्यवाद। र सबै विषयलाई चाहिँ साङ्केतिक भाषामा ट्रान्सलेट गरिदिनु भएकोमा हसिना म्यामलाई पनि धन्यवाद। हामीले पछि पनि यसरी नै चौतारी कार्यक्रमहरू ल्याउनेछौँ। यसको लागि चाहिँ हाम्रो फेसबुक पेज फलो गर्दै गर्नुहोला, अनि जियो कृषि एपमा नि हामीले नोटिफिकेसन पठाइरहेको हुन्छौँ, त्यो पनि चेक गर्दै गर्नुहोला। यति भन्दै आजको कार्यक्रमलाई चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद सबैलाई, नमस्ते। थ्याङ्क यू।